सर म चाहिँ अर्पण तामाङ सर म चाहिँ सुकिया पोखरीबाट ओके आएको सर अनि हजुर अर्पण अहिले तिमीलाई कस्तो फिल भइरहेको छ आफ्टर गेटिङ जब सर मलाई एकदमै खुसी लागिरहेको छ अहिले होइन सर हजुर। कति अब हार्डवर्क पेसेन्स र प्रिजर्भेन्सले गर्दा अहिले गभर्मेन्ट जब पाउनु अलिकति मुस्किल नै पर्छ हजुर पनि एकदम सही हो तर अब हामीले आफ्नो हार्डवर्क प्रिजर्भेन्स अन्त राइट वे अफ सर अब टिचर्सहरू पायो भने सर हामीले यो एकदम यो रिजल्ट चाहिँ हामीले पाउन सकिन्छ है हजुर सर सर मैले चाहिँ 2022मा चाहिँ सर डोनास आएको थिएँ सर पहिला हजुर। चाहिँ सर ओके डोनास मैले आउँदै हजुर। एक दुईवटा एक्जाम चाहिँ दिएँ योपालि चाहिँ अब मैले कन्टिन्युसली अब आफूलाई ग्याप नगरी चाहिँ सर अब कन्टिन्युसली अब पढ्नु मन हुँदैन तर पनि त्यति बेला पनि पढ्नै पर्छ सर अब कन्सिस्टेन्सी राखेर सर अब टाइम टेबल राखेर सर पढ्यो भने Hello everyone, welcome to The Dronas. Today we have with us Arpan Tamang, who has been recently selected as Customer Service Associate in Bank of Baroda. So today he will share hard work, perseverance, patience, को चाहिँ कति इम्पोर्टेन्ट छ जब पाउनुको लागि है त्यसको बारेमा आज हामी अर्पणसँग कुरा गर्नेछौँ र अर्पणले तपाईहरुलाई यो शेयर गर्नेछन् कि एज कस्टमर सर्भिस एसोसिएट काम पाउनुको लागि चाहिँ के एक्जाम पास गर्नुपर्छ र कस्तो पढाइ गर्नुपर्छ भन्ने कुरा आज अर्पणले तपाईहरुसँग शेयर गर्नुहुन्छ पोडकास्ट सुरु गर्नुभन्दा अगाडि सर्वप्रथम त हामी सम्पूर्ण द्रोणासको तर्फबाट अर्पण तामाङलाई धेरै धेरै धन्यवाद धेरै धेरै कंग्रेचुलेसन्स बधाई भन्न चाहन्छौँ है फाइनली तिम्रो हार्ड वर्क पेड अफ र हामीलाई पनि धेरै खुसी लागेको छ वी आर भेरी प्राउड अफ यु र अर्पण अहिले तिमीलाई कस्तो फिल भइरहेको छ आफ्टर गेटिङ जब सर मलाई एकदमै खुसी लागिरहेको छ अहिले होइन सर हजुर। कति अब हार्डवर्क पेसेन्स र प्रिजर्भेन्सले गर्दा सर अब अहिले गभर्मेन्ट जब पाउनु अलिकति मुस्किल नै पर्छ हजुर एकदम सही हो तर अब हामीले आफ्नो हार्डवर्क प्रिजर्भेन्स अन्त राइट वे अफ सर अब टिचर्सहरू पायो भने सर हामीले यो एकदम यो रिजल्ट चाहिँ हामीले पाउन सकिन्छ है हजुर सर र यहाँ बसेर पोडकास्ट गर्नु पनि सकिन्छ हजुर पोडकास्ट पनि गर्न सकिन्छ सर अब के सिक्न सकिन्छ एकदम राम्रो कुरा है यसरी हार्ड वर्क गर्नुभयो भने तपाईहरु पनि डेफिनेटली काम पाएर यसरी अर्पणसँग अर्पण जस्तै बसेर मसँग पोडकास्ट गर्न सक्नुहुन्छ र यो सुरु गर्दै म अर्पणलाई सानो इन्ट्रोडक्सन्स भन्नु चाहन्छु इन्ट्रोडक्सन्स अलिकति अर्पण तिम्रो बारेमा सर म चाहिँ अर्पण तामाङ सर म चाहिँ सुकिया पोखरीबाट ओके आएको सर अनि हजुर मैले चाहिँ आफ्नो प्लस मेरो 10 मैले सेन्ट मिलारिफ एकाडेमीबाट ओके कहाँ छ सुकियाबाट है हजुर सुकियाबाट नै गरेको अनि मैले मेरो +2 चाहिँ सर सेन्ट रबर्ट्स हायर सेकेन्डरी स्कुल जो चाहिँ दार्जिलिङमा छ फेमस स्कुल दार्जिलिङ हजुर अनि मैले मेरो आफ्नो ग्रेजुएसन चाहिँ सर सेन्ट जोसेफ कलेज एनपी जहाँ चाहिँ दार्जिलिङमै छ हजुर र त्यहाँबाट चाहिँ मैले सर बिएससी विथ म्याथमेटिक्स ओके बिएससी विथ म्याथमेटिक्स गर्यो है देन आफ्टर यु स्टार्ट प्रिपेयरिङ फर कम्पिटिटिभ एक्जाम्स राइट हजुर कहिलेदेखि चाहिँ तिमीले यो प्रिपरेसन सुरु गर्यौ सर मैले चाहिँ 2022मा चाहिँ सर डोनास आएको थिएँ सर पहिला चाहिँ सर ओके डोनास मैले आउँदै हजुर। एक दुईवटा एक्जाम चाहिँ दिएँ यहाँ डोनासबाट आएर चाहिँ अब कतिवटा कुरा चाल पाएँ कि ब्याङ्किङ एसएससी अरू Okay. धेरै एक्जाम्सहरू हुन्छ सर यहाँनिर प्रिपेरेसन गराउँछ सरहरूले गाइड गराउनुहुन्छ होइन तर सर अब बिचमा मलाई अब मास्टर्स पनि गर्नु ओके त्यो कुरा मैले तिमी सुनेको थिएँ तिमीले जस्तै 2022 मा द्रोणास जोइन गर्यौ देन तिमीले एक्जाम पनि क्र्याक गरेको थियौ प्रिलिम्स एक्जाम्सहरू है कुन चाहिँ प्रिलिम्स क्र्याक गरेको थियौ त्यतिबेला मैले आइबिपिएस पिओ र एसएससी जेलको पनि क्र्याक गरेँ एसएससी सिजिएलको प्रिलिम्स क्र्याक गरेको थियौ फर्स्ट अटेम्पमै हजुर देन सडनली यु लेफ्ट है कम्पिटिटिभ एक्जाम्सबाट अलिक टाढा भयो त्यसको रिजन चाहिँ के थियो सर मलाई चाहिँ अब मास्टर्स पनि गर्ने अब सर अब घरबाट पनि भन्नुहुन्थ्यो आफूलाई पनि अब सर इच्छा चाहिँ थियो मास्टर गर्ने सर अब डिग्री सर मास्टर्स गरेको अब अलिक राम्रो हुन्छ भनेर सर अब बादमा आफ्नो वे पनि अलिकति हुन्छ भनेर सर गरेको थिएँ तर अब ड्युटीलाई अब तिम्रो मास्टर्स चाहिँ कस्तो प्रकारले गरेको थियो कहाँबाट जोइन गरेको थियो र कस्तो जर्नी भएको थियो मास्टर्समा चाहिँ सर मैले फर्स्ट मास्टर्स चाहिँ सर विश्व भारती युनिभर्सिटी जहाँ शान्तिनिकेतनमा छ नि त्यहाँनिर चाहिँ मैले सर एडमिसन पाएको थिएँ ओके ओके तर सर ड्यु टु द्याट आवर कोभिड-19 ब्याच थियो नि त हामी त्यति बेला बिएससीमा
अन्त हाम्रो वे अफ अब नलेज अब अलिकति कम्ती नै थियो अब कम्ती नै थियो हजुर साह्रो पर्यो अलिकति म्याथमेटिक्स सब्जेक्ट हजुर सब्जेक्ट अलिकति साह्रै पऱ्यो फेरि उता गएर अब आफ्नो ल्याङ्ग्वेज पनि सर ल्याङ्ग्वेज बरियर पनि भयो ओके अनि त्यो हुँदाखेरि चाहिँ सर मास्टर्स चाहिँ सर लाइक मलाई अलिकति भ्यालुएबल लागेन अनि त्यो हुँदाखेरि सर आई लेफ्ट अब त्यो त्यहाँ शान्तिनिकेतनमा गर्न सकिनँ ओके त्यहाँदेखि सर आई केम अगेन ड्रोनास पनि कन्टिन्यू हुँदै थियो सर त्यति बेला मैले गर्दै थिएँ अब घरबाट पनि सर प्रेसर अलिकति किन नगरेको किन होइन सर त्यस्तो हुँदाखेरि चाहिँ अब मैले घरको मान्छेलाई चाहिँ एउटा इन्ट्रेस्ट चाहिँ थियो है मेरो छोराले म्याथमेटिक्समा मास्टर गरोस् भन्ने उनीहरूलाई एउटा इच्छा थियो नि त है हजुर उनीहरूको इच्छा पनि पुरा त गर्नु पर्यो इच्छा पुरा गर्दाखेरि सर मैले मास्टर्स पनि जोइन गरेको थिएँ एनबियू र डिएचयुमा एप्लाई गरेको थिएँ सर ओके अनि मेरो डिएचयुमा चाहिँ भएको थियो अनि मैले सोचेँ डिएचयुमा त अहिले अनलाइनै हुँदैछ सो द्याट आई विल बी प्रिपेरिङ फर द कम्पिटेटिभ एज वेल भनेर सर मैले जोइन गरेँ हजुर सर त्यहाँदेखिको कम्पिटेटिभको लागि प्रिपेयर गर्दै सर मास्टर्स पनि गर्दाखेरि अब बोथ वे म्याथमेटिक्समा मास्टर्स गर्दैछौ यता अब कम्पिटेटिभ इक्जाम पनि डे बाई डे टफ हुँदै जाँदै थियो अनि त्यस्तो हुँदाखेरि चाहिँ सर अब लाइक अब टफै हुन्छ हजुर अन्त कम्पिटेटिभ पनि म दिन्थेँ सर वेल प्रिपेरेसनै हुँदै थियो तर त्यहाँ अनलाइन हुँदा हुँदै अफलाइन सर अब अफलाइन त गराउँछ नि सर अब मास्टर्समा पनि हजुर हजुर अन्त उनीहरूले मास्टरमा अफलाइन गर्नु थाल्दाखेरि चाहिँ आई हेभ टु अब टोटली फोकस हजुर टोटली फोकस पनि दिएँ अन्त त्यहाँनिर फोकस गर्दाखेरि चाहिँ सर अब यता पनि ल्याग बिहाइन्ड अन्त उता पनि अब सर फोकस गर्नै पर्यो अन्त आई कम्प्लिटेड सर द मास्टर्सको अब जति पनि हुन्छ त्यो कम्प्लिट गरेर सर फेरि आई केम टु ब्याक टु प्रिपेरेसन देन यु हजुर सेलेक्टेड इन है त्यो पछाडिको त सकेर फाइनली मास्टर सकेर आएर चाहिँ फेरि एकपल्ट जमरको दिँदा चाहिँ हजुर सेलेक्सन भइहाल्यो अन्त तिमीलाई अहिले यस्तो चाहिँ लागेको छैन ला मैले टाइम अब त्यति बेला यस्तो लाग्थेन कि मैले टाइम वेस्टेज त गरिनँ भन्ने एक प्रकारको लागेन किन मास्टर्स गर्नु गएँ अहिले त तिमीलाई खुसी नै लागेको होला मास्टरको डिग्री पनि छ जब पनि छ तर जब तिमी प्रिपरेसन्स गर्दै थियौ त्यसलाई एक प्रकारको त्यस्तो साइकोलोजी फिल हुन्थेन हजुर त्यो अब अभियसली त्यो त फिल हुन्छ तर सर अब एउटा पोइन्ट अफ टाइममा चाहिँ सर मैले के फिल गरेँ भन्दाखेरि अब मेरो मास्टर्सको डिग्री त एटलिस्ट हुन्छ तर त्यहाँदेखिको मलाई मेरोमा एज पनि छ सर आई विल बी प्रिपेरिङ होइन ओके अनि प्रिपेयर गर्दा गर्दै वान डे आई विल बी लाइक क्र्याक गर्छु भन्ने सर अब त्यो हुन्छ अनि साइड बाई साइड मेरो मास्टर्स पनि हुन्छ एउटा ब्याकअप पनि हुन्छ सर आई फिल द्याट त्यही भएर चाहिँ तिमीले सकेर देन जस्तो सक्यो त्यस्तै फेरि रिस्टार्ट गर्यौ जस्तो छोडेको थियो पहिला प्रिलिम पास गरेर त्यस्तै फेरि रिस्टार्ट गर्यो अनि सेलेक्सन्स पनि भयो तिम्रो है अन्त ब्याङ्किङमा सेलेक्सन्स गर्नुको लागि चाहिँ अब अलिकति अब नयाँ न्यू भ्युवर्सको लागि नयाँ जो एक्सपिरियन्सको लागि है प्रिलिम्समा चाहिँ के इक्जाम्स हुन्छ कस्तो प्रकारको इक्जाम्स हुन्छ एकपल्ट भन्दैन तिमी सर प्रिलिम्समा चाहिँ अब 10टा टपिक्स भन्दा पनि भयो 10टा सब्जेक्ट्स भन्दा पनि भयो ओके सर फर्स्टमा चाहिँ रिजनिङ म्याथ्स अनि इङ्ग्लिस ओके इङ्ग्लिस चाहिँ मोस्टली अब सर अब रिडिङ कम्प्रिहेन्सन टाइप सर हजुर भोक्याब कस्तो छ सर उसको रिडिङ कस्तो छ कम्प्रिहेन्सन कस्तो छ सर रिड गरेर सर कति छिटो उसले क्याच गर्नु सक्छ सर त्यसमा म्याटर गर्छ इङ्ग्लिसको हो अनि इङ्ग्लिसको चाहिँ रिडिङ भन्यो है तिमीले ओके अनि मोस्टली तपाईँको इङ्ग्लिस म्याथ र रिजनिङमा सर तपाईँको 20 मिनट्सको हुन्छ 1 घन्टाको हुन्छ एक्जाम प्रिलिम्समा अनि 20 मिनट्समा चाहिँ तपाईँले इङ्ग्लिसको 30 क्वेसन्स गर्नुपर्छ म्याथ्सको 35 रिजनिङको 35 गर्नुपर्छ म्याथ्समा चाहिँ मोस्टली तपाईँको स्पिड म्याथ्सहरू हुन्छ सर अब होइन अनि एरिथमेटिक हुन्छ मोस्टली ओके अब तिमीलाई सोध्छु नि एउटा कुरा है प्रिलिम्स भयो होइन प्रिलिम्समा म्याथको लागि चाहिँ टप 10 च्याप्टर चाहिँ पढ्नुपर्छ प्रिलिम्सको लागि भन्दाखेरि चाहिँ कुन 10 च्याप्टर चाहिँ पढ्नु म्याथको लागि चाहिँ 10 च्याप्टर चाहिँ सर म भन्छु रेसियो एन्ड प्रोपोर्सन पर्सेन्टेज अन्त त्यो एजेस एन्ड वेजको बेस्ड क्वेसन्स ओके अन्त सर तपाईँको प्रफिट एन्ड लस अनि सर डिस्काउन्ट प्रफिट लस डिस्काउन्ट पनि आउँछ हजुर अनि लाइक मोस्टली 1-2वटा सर मेन्सुरेसन टाइप लाइक त्यो फर्मुला बेस्डको सजिलै आउँछ सर त्यस्तो नम्बर सिस्टम हजुर नम्बर सिस्टम भयो अनि मोस्टली स्पिड म्याथ्स आउँछ प्रिलिम्समा चाहिँ ओके मतलब सिम्प्लिफिकेसन है
त्यो चाहिँ स्पिड म्याथ त्यसको लागि चाहिँ स्पिड म्याथ अब प्रिलिम्समा 15 वटा सिम्प्लिफिकेसन या 10 वटा सिम्प्लिफिकेसन आयो त्यो स्पिड गर्नलाई चाहिँ कसरी प्र्याक्टिस गर्नुपर्छ सर त्यो चाहिँ अब के याद गर्नुपर्छ हामीले हजुर मोस्टली चाहिँ अब म भन्छु टेबल चाहिँ सर सबैलाई याद हुनु पर्यो हजुर। अनि स्क्वायर र क्युब्स चाहिँ अब लाइक रटेरै भए पनि हुन्छ कि सर अब कसरी याद गरेर हुन्छ त्यो पढ्नै पर्छ 1 to 30 सम्मको ओके हो क्युब्स तपाईँको 20 सम्म याद गर्दा पनि भइहाल्यो त्यो गरे भने चाहिँ त्यो 15 वटा क्वेसन जुन चाहिँ सिम्प्लिफिकेसनको आएको छ या अप्रोक्सिमेसनको आएको छ त्यो गर्नु चाहिँ छिटो हुन्छ प्रिलिममा छिटो छिटो त्यो तपाईँले चाहिँ 15 वटा 15 मिलायो भने चाहिँ अलिकति निकै उयो हुन्छ नि है हजुर, हिसाब चाहिँ तपाईँको अब प्र्याक्टिस चाहिँ गरिरहनु पर्यो गर्नु पर्यो हजुर नम्बर चाहिँ कसरी हुन्छ सर सबै जति प्र्याक्टिस गरे त्यति दिमागमा नि आफै क्याल्कुलेसन हुन्छ नि है हजुर दिमागमा कतिवटा तपाईँ हजुर त्यो प्र्याक्टिसले गर्दा माइन्ड टु माइन्ड क्याल्कुलेसन पनि भइहाल्छ ओके अनि रिजनिङको चाहिँ प्रिलिम्सको लागि यस्तै म सोधेँ नि है हजुर इम्पोर्टेन्ट च्याप्टर्सहरू सपोज प्रिलिम्सको लागि चाहिँ 6-7 वटा इम्पोर्टेन्ट च्याप्टर्सहरू चाहिँ कुन जो त्यो चाहिँ पढ्नै पर्छ हामीले हजुर प्रिलिम्समा चाहिँ ब्याङ्किङको लागि मोस्टली चाहिँ तपाईँको पजल्स ओके सिटिङ एरेन्जमेन्ट हजुर हजुर त्यो चाहिँ अब तपाईँको सर्कल बेस्ड लिनियर त्यो फ्लोर बेस्ड ओके त्यस्तोहरू आउँछ सर हो त्यो चाहिँ सर तपाईँको अब प्र्याक्टिस नै हो त्यो पनि हजुर त्यो त्यस्तो बेस्ड आउँछ अन्त सिलक्स हो अनि कोडिङ मोस्टली कोडिङ त्यस्तो हजुर त्यस्तै आउँछ ब्लड रिलेसन्सहरू अलिअलि आउँछ डिस्टेन्स डाइरेक्सन हजुर त्यति मजाले मेन चाहिँ च्याप्टर तिमीले भन्यो कोडिङ डिकोडिङ भन्यो है त्यो पढ्नु पर्यो अनि मेन पजलको सबै भेराइटिज भयो मेन चाहिँ पजल नै हो सेटिङ एरेन्जमेन्टको सबै भेराइटी भयो अनि तिमीले अरू 1-2 क्वेसन्स सिलोजिजम्सहरू चाहिँ पढ्नुपर्छ हजुर मेन यो 6-7 वटा च्याप्टरलाई चाहिँ एकदमै ज्यादा ध्यान दिनु पर्यो अनि पजल्स र यो जुन चाहिँ सिटिङ एरेन्जमेन्टको चाहिँ एकदमै बेसी गर्नु पर्यो नि किन मेन्समा चाहिँ सबभन्दा बेसी क्वेसन्स चाहिँ त्यसबाट आउँछ नि है अनि उयसमा के अरे यो म्याथमेटिक्समा चाहिँ मेन्समा क्या अलिक लामो लेन्दी क्वेसन्स आउँछ डिआई पनि अलिक लेन्दी क्वेसन्स आउँछ नि त्यो चाहिँ कसरी पढ्नु प्र्याक्टिस गर्नु सर त्यो चाहिँ सर हामीले अब सरहरूले पनि गराउनुहुन्छ होइन सर त्यसबाट पनि हामीले सिक्छौँ धेरै कुरा डिआई पनि मिक्स डिआई खालको आउँछ प्रफिट एन्ड लस र पर्सेन्टेज मिक्स भएको सर त्यसको लागि त एरिथमेटिक त स्ट्रङ हुनु पर्यो त्यही चाहिँ मेन अब तपाईँको प्रिलिम्समा स्ट्रङ गर्नु भएको छ भने तपाईँले मेन्समा त अब त्यसको नलेज त्यसको कन्सेप्ट मात्रै त लाउनु पर्यो सरहरूले प्र्याक्टिस गराउनुहुन्छ त्यो क्लासमा ओके युट्युबमा गराउनुहुन्छ यता क्लासमा गराउनुहुन्छ त्यसबाट प्र्याक्टिस गर्दा भइहाल्छ त्यस्तै सिमिलर खालको नै हजुर मेन्स द्रोणाजको क्लासले चाहिँ यो सबै प्रिलिम्सको लागि चाहिँ कस्तो हेल्प गर्यो प्रिलिम्स या मेन्सको लागि चाहिँ हजुर धेरै हेल्प गर्नुभयो सरहरूले अब फर्स्टमा मलाई त अब सर अब रिजनिङ त के सिलक्स के हो त्यो पनि थाहा थिएन न्यू हो नि त होइन हजुर अनि यहाँ आएर नै अब सिलक्स के हो डिआई हो सर अब कोडिङ डिकोडिङ यसरी गर्छ हजुर त्यो धेरै कुराहरू सिक्नु पाएँ हजुर इङ्ग्लिसमा चाहिँ कस्तो सर थियो यहाँ इङ्ग्लिसमा सर राम्रो हुनुहुन्छ सर ओके उहाँले अब राम्रो गराउनुहुन्थ्यो भोकाबहरू सर भोकाब हजुर ग्रामर हजुर वान वर्ड सब्स्टिट्युसन ग्रामर्सहरू सर राम्रो गराउनुहुन्छ तिमीले फलो गर्थ्यौ सरको नोट्सहरू सर फलो गर्थेँ ओके अन्त तिमी मेन्समा चाहिँ तिमीले यो ब्याङ्किङ अवेरनेस र करेन्ट अफेयर्स चाहिँ कहाँबाट प्रिपरेसन गरेको थियौ सर त्यो चाहिँ सर अब तपाईँले के भन्छ डोनासबाट पनि पाउनुहुन्छ पिडिएफ त पाउँछ करेन्ट अफेयर्सहरू हजुर त्यहाँबाट नै तपाईँले बन्डलै पाउनुहुन्छ एउटा पिडिएफको 1 इयर पिडिएफ त्यसरी पाउनुहुन्छ अब तपाईँलाई साह्रै भयो भने युट्युबमा पनि सरहरूले कन्टिन्यू डेलीको पनि गराउनुहुन्छ करेन्ट तिमीले त्यो करेन्ट अफेयर्स या ब्याङ्किङ अवेरनेसलाई कुनै न्युज पेपर फलो गरेको थियौ न्युज पेपर सर फलो गरेको थिइनँ मैले जस्ट पिडिएफ बन्डल चाहिँ फलो गरेको थिएँ ओके अन्त तिम्रो पढाइको सिस्टम चाहिँ कस्तो थियो कस्तो प्रकारले चाहिँ तिमीले प्रिपरेसन्स गर्थ्यौ सर मैले फर्स्टमा त सर लाइकली सर लाइकली नै लिँदै सर फर्स्टमा त अब प्रिपरेसन अलिअलि हुन्छ होला सर प्र्याक्टिस गऱ्यो आज बिहान प्र्याक्टिस गऱ्यो भोलि फेरि सर कन्सिस्टेन्टली नै हुन्थेन आज पढ्यो भोलि चाहिँ तर सर अब पढाइ हुन्थेन सर फर्स्टमा चाहिँ तर पछि बुझ्दाखेरि चाहिँ सर अब त्यसरी चाहिँ नपढ्नु रहेछ अब कन्टिन्युसली सर अब अलिअलि भए पनि होइन सर कन्टिन्युसली पढ्यो एक दिन पनि ग्याप चाहिँ गर्नु हजुर ग्याप चाहिँ अलिकति नगरेकै भन्छु बरु डेली पढ 4 घण्टा 5 घण्टा पढ बेसी 10-15 घण्टा नि पढ्नु परेन है हजुर डेली घण्टा पढ्नु परेन डेली 3-4 घण्टा त्यसरी पढ्यो साह्रै भयो भने एक दिन रेस्ट गर्दा भयो सर मन्डे आएर चाहिँ फेरि रिभिजन गर्यो सर इट्स बेटर सर त्यो चाहिँ अलिकति फ्रुटफुल साइन्टिफिक प्रकारले हुन्छ नि है हजुर तिमीले त्यस्तै प्रकारले प्रिपरेसन्स गर्यौ है
त्यो कन्सिस्टेन्टली नै पढ्नुपर्छ। तिमीले योपालि चाहिँ 2025 को चाहिँ एकदम कन्सिस्टेन्सली एकदम मजाले पढेको थियो। हजुर, योपालि चाहिँ अब मैले कन्टिन्युसली अब आफूलाई ग्याप नगरी चाहिँ अब कन्टिन्युसली अब पढ्नु मन हुँदैन तर पनि त्यति बेला पनि पढ्नै पर्छ सर। कन्सिस्टेन्सी राखेर सर अब टाइम टेबल राखेर सर पढ्यो भने। ओके, बिट्विन अब तिमी मास्टर्स गर्यौ है, मास्टर्स गरेर अब त्यो आफ्टर मास्टर्स तिमीले जब गर्दै पढ्दै थियौ कि या केही काम गर्दै पढ्दै थियौ कि ट्युसन्सहरू गराएर? होइन सर, मैले फर्स्टमा चाहिँ सर ट्युसन्सहरू गराएँ हो, पछि सर आएँ मलाई अलिकति म्यानेज गर्नु साह्रो परेर चाहिँ सर मैले अब मास्टर गर्ने बित्तिकै फोकस आफूलाई अब जति टाइम दिनु सक्छु त्यसमा दियो। यसमै दियो है? हजुर, कन्सिस्टेन्टली पढेँ अनि त्यसरी चाहिँ सर फ्रुटफुल हुन्छ भनेर चाहिँ सर। ओके, तिमी सुकियामै बसेर पढ्दै थियौ अहिले फिलहाल चाहिँ मास्टर्स आफ्टर मास्टर गरिसकेर चाहिँ? हजुर, सुकियामै थिएँ, म सुकियाबाट पढ्दै थिएँ घरमै बसेर है? हजुर, अनलाइन क्लासहरू गर्दै प्र्याक्टिसहरू मक टेस्ट हजुर त्यो उयस बडल त्यो मक बडलबाटै त्यहाँबाट सर दिँदै थियो है तिमीले? दिनमा कतिपल्ट चाहिँ कति जस्तो मक टेस्ट अनलाइन मक टेस्ट दिन्थ्यौ तिमीले? दिनमा कतिपल्ट? मक चाहिँ म के भन्छु भन्दा मक सबैले दिन्छ सर, सबैले दिन्छ तर मेन चाहिँ मक चाहिँ सर एनालाइज गर्ने जसले एनालाइज गर्छ नि त्यसले चाहिँ त्यहाँबाट चाहिँ सर धेरै कुरा हजुर त्यहाँबाट डिसिजन दिनु सक्छ कि म यसमा विक छु, यसमा स्ट्रङ छु, मैले यो विक पोइन्टलाई स्ट्रङ बनाउनै पर्छ सो द्याट मेरो मार्क्स अलिकति बढोस् भनेर सर। मोस्टली अब मैले पनि याद गरेँ जो डिक्लेयर गर्छ सर एक्जाम त्यस उनीहरूले चाहिँ मक चाहिँ एनालाइज गर्छ। मैले पनि थुप्रोसँग बात गरेँ नि, म थुप्रो एभ्री सक्सेस स्टुडेन्ट्सहरू बात गर्छु, जतिजना पनि सेलेक्सन्स भएको छ उनीहरूले नि यही भन्छन् मक एनालाइसिस चाहिँ एकदम इम्पोर्टेन्ट। एकदम इम्पोर्टेन्ट। मक दिने त कति हुन्छ तर त्यसलाई एनालाइज गरेर आफ्नो विक पोइन्ट त्यहाँनिर देख्छ तपाईँले अब हाम्रो पर्सेन्टाइज यति भयो यति भयो, उनीहरू त्यो नहेरेर आफ्नो विक पोइन्ट कहाँ छ, स्ट्रङ पोइन्ट के छ, मैले कहाँनिर रङ गर्दैछु त्यहाँनिर एनालाइज गरेर। मेन्समा एकदम कति 200 क्वेसन्स 200 मार्क्स हुन्छ, 200 त ल्याउनु परेन मेन्समा हैन? कति जस्तो ल्याउनु पर्छ पास हुन लागि? 50 60 ल्याउनु पर्छ, हजुर म्याक्सिमम 70 ल्याउनु पर्छ। त्यो मक टेस्ट दिँदा चाहिँ कुन चाहिँ क्वेसन चाहिँ छोड्नु पर्ने? हजुर, त्यो चाहिँ 200 मा 130 मार्क्सको छोड्नु पर्दैछ। हजुर, त्यो चाहिँ थाहा हुन्छ नि है? त्यो चाहिँ अब तपाईँले जब मक एनालाइज गर्छ नि हजुर त्यो तपाईँलाई थाहा हुन्छ मेरो विक कहाँ छ, स्ट्रङ कहाँ छ, त्यो हेरेर तपाईँले त्यो क्वेसन छान्नु चाहिँ जन तपाईँले सिक्नु पर्छ। हजुर, 200 मा एटलिस्ट 100 चाहिँ हामीले एटेम्प गर्न सक्ने चाहिँ हुनु पर्यो हैन? 100 एटेम्प गर्यो भने त जसले पनि काम पाउँछ नि ब्याङ्कमा त 200 मा त 100 ल्याउनु सक्यो मेन्समा हैन? प्रिलिममा चाहिँ अलिकति माथि हुन्छ। फिनिशमा चाहिँ अब क्वेसन लेभल अफ क्वेसन पनि स्पिड म्याथकै हुन्छ, स्पिड गर्ने नै सजिलै हुन्छ। अब प्र्याक्टिस छ भने गर्नु सकिहाल्छ। मेन्समा चाहिँ त्यो एकदम कन्सेप्ट क्लियर हुनु पर्यो, एनालाइसिस गरेको छ भने चाहिँ यो क्वेसन चाहिँ म बादमा गर्छु, अहिले चाहिँ मेरोबाट जो मिल्ने छ त्यो चाहिँ पहिला एटेम्प गरिहाल्छु, त्यो थ्योरी चाहिँ हुनु पर्यो है? त्यो चाहिँ तपाईँले मक गरेर नै सिक्छ, एनालाइज गरेर नै सिक्छ हो सर। मेन त्यो चाहिँ एनालाइसिस गर्नु चाहिँ गर्नै पर्छ त्यो चाहिँ। अर्पणको अनि ड्रिम चाहिँ के छ अब? मेरो ड्रिम अहिले हजुर अब सोच्यो है तिमीले मास्टर्स पनि गर्यो, तिम्रो त अब मास्टर्स सक्यो, अब ब्याङ्कमा पनि काम पायो, अब फेरि अझै सोचिरहेको होला अब म के गरौँ के पढौँ त्यस्तो के प्लान त छ होला केही न केही त? प्लान त भन्दिनँ सर, अब अहिले फिलहाल त म ब्याङ्कमै अब फोकस गर्छु। हजुर, अब बादमा चाहिँ आई वुड लाइक टु प्रिपेयर फर सिभिल सर्भिस है? ओके, डब्लुबिसिएस हुन्छ, युपिएससी हुन्छ सर, प्रिपेयर गर्दै सर। प्रिपेयर गर्ने इच्छा चाहिँ छ? हजुर। अब टाइम अहिले फर्स्टमा त अब ड्युटिज ट्रेनिङहरू के हुन्छ है, ताकि बादमा त म्यानेज गर्नु त्यो पनि म्यानेजै हो, त्यसरी तिमीले टाइम म्यानेज गर्यो भने पढ्नु लागि हो, सर्भिससँग नि म्यानेज गरेर गर्नु पर्यो। होप तिमीले मजाले गर्छौ होला फ्युचरमा। फेरि एउटा हामी डब्लुबिसिएस अफिसर अर्पणसँग फेरि यसरी बात गर्न पाऊँ है, हामीले पनि धेरै आशा राखेको छौँ तिमीबाट। डेफिनेटली सक्छौ तिमीले। अब तिमीले त्यत्रो अप्स एन्ड डाउन्स भयो है, एउटा युनिभर्सिटी छोड्यो, अर्कोमा गयो, फेरि कोभिड-19 भयो, स्टडी लेफ्ट गर्यो, छोड्यो, फेरि रिस्टार्ट गर्यो, फेरि सेलेक्सन्स भयो भने त डेफिनेटली तिमी अब यसरी कोसिस गर्यो भने 100% सेलेक्सन हुन सक्छौ नि डब्लुबिसिएसमा या कुनै पनि सिभिल सर्भिस एक्जाममा। हजुर, अर्पणलाई एकदम खुसी लाग्यो तिमीसँग बात गरेर हो। तिमी के भन्न चाहन्छौ कि तिमी आफ्नो फ्रेन्डहरूलाई या तिम्रो अपकमिङ ब्रदर्स एन्ड सिस्टर्सहरूलाई जो अहिले स्कुल कलेजमा पढ्दैछ? म चाहिँ भन्छु सर अब सबैलाई कि नेभर गिभ अप। ओके, इफ यु आर गोइङ गो टिल यु
have something that if you won't get that होइन सर Okay. कुनै अरू कुरा त पाउँछ नि पाउँछ सर, हजुर। 100%. फ्रुटफुल हुन्छ सर हुन्छ। त्यो बिचमा चाहिँ छोडेर चाहिँ नजानु भन्छु म हो सर। कोसिस एउटा हजुर। एकपल्ट अब यत्रो टाइम दिएपछि चाहिँ लिएरै छोड्नु है हजुर हजुर बिचमा चाहिँ नछोड्नु कन्सिस्टेन्टली राख्नु एक न एक दिन चाहिँ सर त्यो फ्रुटफुल हुन्छ हो हार्ड चाहिँ खानु हुँदैन हार्ड चाहिँ खानु हुँदैन है। पेसेभरेन्स र पेसेन्स चाहिँ हुनुपर्छ पेसेन्स चाहिँ हुनुपर्छ कम्पिटेटिभ फिल्डमा चाहिँ हजुर एकदमै इम्पोर्टेन्ट प्रेजरेन्स र पेसेन्स चाहिँ हुनु पर्यो तपाईँ सँगसँगै हार्डवर्किङ त हुनै हुनै पर्यो पर्यो हजुर विदाउट हार्डवर्किङ त पोसिबलै छैन ओके अर्पणसँग बात भयो है रिसेन्टली कस्टमर सर्भिस एसोसिएट ब्याङ्क अफ बडोदामा सेलेक्सन्स भएको छ अर्पण दुर्दासको सम्पूर्ण टिमबाट अगेन बिग कङ्ग्रेचुलेसन्स टु अर्पण Thank you, sir. थ्याङ्क यू एभ्री वान थ्याङ्क यू सर हस्